बाबा के हुँदैछ? यसो यो टिकटक हेरेर बसिरह्यो टाइम पास। तपाईँ त अनि अघि त घर घर सुत्दै हुनुहुन्थ्यो त अनि। अब खाना खाइसकेपछि एकछिन यसो पल्टिने पावर न्याप हो। नर्मली मेरो डेली रुटिन जस्तै हो। ओ कस्तो लागिरहेछ तपाईँको बर्थडे? आर यु इन्जोइङ इट? हिजो चाहिँ अब होइन अब सरप्राइजिङली हुनलाई त अब त्यो फ्रिज खोलेर तरकारी खोज्दाखेरि त्यो बाहिरको अलिकति बक्स चाहिँ छुस्स देखायो हो। जस्ट आई गेस होइन यही नै होला है, तर मैले खतल खतल गरिनँ। सो बट देन अल्सो होइन इट वाज सरप्राइजिङ फर मी। सो कन्टिन्युसली 2 वर्ष 3 वर्ष कति भयो न त मलाई केक काट्ने त्यति इन्ट्रेस्ट पनि थिएन। लास्ट टाइम पनि हामीले 12 बजी नै काटेको थियो। लास्ट टाइम त्यो चाहिँ एकदम एकदम के भन्छ अनएक्सपेक्टेड अनफर्गेटेबल मोमेन्ट इन माई लाइफ होइन। त्यो चाहिँ यो चाहिँ सेकेन्ड भयो होइन। अनि अगाडि चाहिँ हामीले सर्टमा गऱ्यौँ। सो इट्स बिन 3 years कन्टिन्युसली होइन। अदरवाइज मलाई त्यो केक काट्नु कहिले पनि रहर चाहिँ थिएन। अब छोराछोरीको इच्छाको लागि अथवा कहिलेकाहीँ अरूको लागि पनि भन्ने हुन्छ नि, त्यो गरे हो। अनि गिफ्ट मैले कहिले पनि त्यो एक्सपेक्ट गरेकै थिएन, त्यो पनि आइहाल्यो। अब आज गिफ्टमा के आयो तपाईँको? यो एउटा सर्ट अघि ए लाएको थिएँ, त्यही छ। अघि लाएको थिएँ। अहिले फेरि खाना खाँदाखेरि फेरि त्यो नर्मली होइन मलाई यो सर्ट लगाएर खाना खानु मन लागेन। सो यो कस्तो लाग्यो तपाईँलाई यो सर्ट चाहिँ? मलाई राम्रो लाग्यो। यो सर्ट चाहिँ मम्मीको तर्फबाट भयो होइन? त्यसपछि त्यो अर्को होइन गिफ्ट। त्यो होइन त्यहाँ छ बेल्ट यता राखेको थिएँ मैले। ओ बेल्ट यता राखेको यहाँ चाहिँ फेरि हाम्रो मिनी लाइब्रेरी टाइपकै छ है। मैले राखेको थिएँ यहाँ सेफली राखेको थिएँ। सो के हुँदैछ मम्मी? लुगा उठाएर त्यो मात्र होइन, त्यहाँ बाहिरबाट हेरेको होइन। मेरो आइज नि यहाँ कस्तो मेरो रमाइलो। बेल्ट चाहिँ नि जाजोले यही होला सायद। यही हो। आउन यहाँ आइज। होइन बेल्टको पनि रिभ्यू लिउँ न कस्तो लाग्यो गिफ्ट भनेर। अब बेल्ट त मसँग एउटा थोत्रो थोत्रो चिठी खालको थियो। अब जे होस् अब मैले एकदम नेसेसिटी भनेरै मैले चाहिँ चुज गरेको है। मलाई नयाँ आयो त त्यहाँ। आवश्यक यो पनि फेरि डुअल हो है। यताबाट ब्राउन छ भने यताबाट फेरि ब्ल्याक छ। 2 in 1 खालको हो यो, जसरी पनि लाउन पाइयो। यसरी ब्राउनिश छ, घुमाउने होइन यता यता चाहिँ ब्ल्याक छ। सो तपाईँले दुइटै साइडबाट लाउन चाहिँ मिल्यो यो। आइज त यहाँ हाम्रो मामा घरको स्पिउज देखाउन। ठिक छ, यु लाइक इट? या हेलो यसरी के ऊ पर देखा त होइन। अब त्यो कसरी देखिन्छ कि देखिँदैन तेरो मोबाइलबाट कहाँ? अनि त्यहाँ गाडी चढिरहेको देख्छ कि चलिरह। अनि हामी मामा घरबाट निस्किँदाखेरि अनि त्यो गाडी देखेपछि ऊ त्यो बस भ्याउनु पर्छ भनेर हामी दौडिन्थ्यौँ कि क्रिकेट ग्राउन्ड कुन कुन बाटो भन्नु माथि त्यहाँ गाडी माथि छ गाडी त्यो भाइरल रोड कि के त्यही त्यतातिर भाइरल होला रोड होला होइन। अनि गाडी देखेँ होइन, जुम त अहिले खत्रै हुन्छ। जेसीबी पनि अनि गाडी चलिरहेको छ। जेसीबी त तलै हो, जेसीबी त तलै गाडी आएको छैन। ल यो चाहिँ मम्मीको स्पेसल के भन्छ मामा घर याद आयो। मामा घर नस्टाल्जिया फिल भइरहेछ मम्मीलाई चाहिँ। अब यो निलो घरको साइडमा चाहिँ बाटो छ अरे। गाडी कुद्छ त्यहाँ। हो त्यहाँ गाडी कुद्छ। अब त्यो गाडी देखेपछि चाहिँ हामीलाई चाहिँ कस्तो हुन्थ्यो नि, हामी घरमा हुन्थ्यो मामा घरमा। अनि हामी त फर्किनु पर्यो नि त। अनि तल बसेर ल है त्यो गाडी भेटाउनु पर्छ भने गुटुङ टुङ टुङ दौडाउँथ्यो कि मामाहरूले हामीलाई। अनि यत्रो त्यो रातो माटो बाटो चिप्लो बाटो हामी कुद्थ्यो कि गाडी भेटाउनलाई। घरबाट देखेको गाडीलाई हामीले भेटाउनु पर्थ्यो कि। अनि त्यस्तै फिल भएर म त्यो गाडी हेरिरहेको एक्लै बसेर यहाँ क्या रमाइलो लाग्यो। त्यो बेसीवाला गाडी आएन त। अघि कतिवटा गएको थियो। यही हो बाटो चाहिँ त्यहाँ पाइरल मेरो आइरहेछ यहाँ। आइरहेछ त्यहाँ कुनै गाडी आयो भने आउँछ कि। अनि त्यो मनभित्रै छिर्छ कि गाडी। कस्तो अनौठो कि हामीलाई चाहिँ यहाँबाट हेर्दा। ऊ बाइक गयो बाइक गयो। ल त्यही बाटो ल आयो ल लागिने। 3टा बाइक गयो है। अनि हामी यसरी कुद्थ्यो कि सरी। मेरो फोन कस्तो लाग्यो तपाईँलाई? खतरा नि देखिहाल्यो। यहाँ आँखाले देखाएको छैन, तेरोमा देखिसक्यो। ए यहाँ त्यही यो निलो घर भयो। एक्लै त्यही हेरेर कि मैले ठ्याक्कै यो बाटो भयो। भाइरल रोड दियो। अब यो ऊ कुकुर हिँडे कुकुर हिँड्यो है त्यहाँ। त्यहाँ तल तल त्यहाँ भैँसी। यो त हामी नजिकै भयो। भैँसी छोडिरहेछ।
अब त्यो मन्दिर पनि हेरिदिउँ न त है मन्दिर हेरौँ कहाँ छ मन्दिर चाहिँ मन्दिर त ओ हेर्नु त जुम यता भएको हाम्रो अगाडि नि बाँसघारी पछाडि मन्दिर त्यो फ्याट्टै भेटाउनु चाहिँ गाह्रो हुँदो रहेछ ओ आयो निलो घर आयो अब हल्का तल सेतो घर है अर्को निलो घर ए अझै यता छ ओ त्यो घर त कस्तो राम्रो जुम भएको नयाँ घर के खतरा मोबाइल भने होइन मैले त्यसै किन्छु त 2-3 जनाको दिमाग इ इ इ इ हेर्नु त यो मैले भनेको ओ मन्दिर ल हो रहेछ मैले मन्दिर मन्दिर भनिरहेको थिएँ ल हो रहेछ है ल गाइस गाडी चाहिँ फेरि आयो सेतो गाडी सेतो गाडी गयो 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 ल यो चाहिँ मेरो फोनको टेस्टिङ जस्तो नि भयो यो कति टाढा छ भने अब हेर्नु है कति हेर्नु कति है यहाँ ल अब यति टाढा छ होइन अब जुम गर्दाखेरि यस्तो देखियो है त्यो घरभित्रको मान्छे देखेर लास है बाइक गयो बहर त्यो म एक्लै त्यो हेरेर बसिरहेको ऊ अर्को नि बाइक गयो त्यसै ठ्याक्क माथि चाहिँ यो मन्दिर हामी एक दिन यो मन्दिर जानुपर्छ है कस्तो हेर्दा नजिक तर त्यो पुग्न टाइम लाग्छ के मन्दिर हो यहाँको मान्छेलाई सोधे नि थाहा हुन्छ ल गाइस मेरो फोनको क्यामेराले चाहिँ यस्तो ओ, काम यो गाईले हामीलाई यो गाईको बाच्छाले हामीलाई रातभरि सुत्न दिएको छैन कहाँ छ गाई चाहिँ बाच्छा गाई खोज्नै गाह्रो भयो ओ, बाच्छा बाच्छा यो बाच्छाले चाहिँ हामीलाई लास्ट डिस्टर्ब गरेछ यता हो गरिरहेछ यसले चाहिँ हामीलाई रातभरि सुत्न दिएको छैन गाईजहरू गाउँघर नजिक आएर बसेको यो फाइदा हो कि बेफाइदा हो ए हल्ले बिहे बिहे गरेर यसलाई पक्कै पनि दुध छुट्टाएको हो कि दुध बेचेर यो खाने हो बाछोले हामीलाई रातभरि सुत्न दिएको छैन ऊ बल्ल बस्यो ऊ चाहिँ आनन्दले बस्यो अझ यहाँ थियो यो यहाँ हामीलाई उठाएर अझै नजिक थियो अघि ल बाछो यति टाढा छ है अघि यहाँ नजिक थियो अझै अघि चाहिँ ऊ यहीँ थियो होइन त बिहा बिहा गरेर सुत्न दिए होइन सो गाइज अहिले यस्तै यस्तै भइरहेको छ अहिले चाहिँ दिउँसोको कति बज्यो ओ हाम्रो 4 बजिसक्यो हाम्रो चाहिँ अहिले 4 बजिसक्यो र हामी चाहिँ यस्तै यस्तै चिजहरूमा बिजी छौँ ल गाइज यो चाहिँ हाम्रो स्पेसल मुलाको अचार हाम्रो घरमा चाहिँ मुलाको अचार सकिने बित्तिकै अर्को यसरी बनिहाल्छ है किनभने यो चाहिँ हाम्रो एकदम इसेन्सियल्स हो ल यो मुलाको अचारको बारेमा के भन्नु मन छ तपाईँलाई सिसीको एक चोक्ता हुन्जेल चातेर खाएर सकेपछि मेरो छोरी आत्तिहाल्यो मम्मी अचार सिद्धियो भनेर त्यसपछि मैले भोलिपल्टै टक्क हालिदिइहालेँ यो स्पेसल भाँडो मेरो बुवाले दिनुभएको यो चाहिँ भाँडोको पनि कहानी छ फेरि 4 जना छोरीलाई 4वटा यो सिसाको भाँडो चाहिँ दिनुभएको थियो होइन खाँदाखेरि यो बिर्को पनि फेरि भाँडो फेरि यो ट्याङ्क एकदम यो एस्थेटिक छ है यो फेरि यो अहिले झोला सोलाले गर्दा राम्रो देखेन खतरा भाँडो छ सो यो भाँडो पनि 4 जनालाई 4वटा भाँडो थियो अब कसको भाँडो बाँकी छ थाहा छैन हाम्रो चाहिँ बाँकी छ है थुथु भन्नु थुथु फेरि फुट्ला ल यो चाहिँ हाम्रो नर्मल यो हनीको भाँडो भइहाल्यो डाबर हनीको सो यो 2 बट्टा अचार चाहिँ हाम्रो 3 बट्टा छ भित्र एउटा छ रेडी भइसक्यो 2 किलो मुलाको आज फेरि यो अचानक चाहिँ बफ मोमोको प्लानिङ भयो होइन म खास यहाँ भन्नु खास के भएको ल तपाईँले भन्नु त हिजो बर्थडे केक काट्यो अनि बर्थडे सिद्धियो सिधेन पार्टी खानु परेन पार्टीमा के खानी भयो त्यसपछि मेन यहाँ हाम्रो तपाईँले केही छैन उठ्यो गयो बेलुका आयो भुल्को सुत्यो अनि त्यसपछि बच्चाहरूको रमाइलोको लागि मैले गरेको यही हो बर्थडे पार्टी फेरि खास खुस छैन कि फर्स्टमा यसो हामीले धेरै चिकन मोमो खाँदा चिकनले वाक्क लाएको भएर योपालि चाहिँ मम्मीले नै स्पेसल्ली ल बफ मोमो खाइदिउँ भनेको भएर डाङडुङ बिहान उठेर रमेश अङ्कलकोमा गएर मासु लिएर आएर भरको नानकाजी अङ्कलकोमा गएर सबै सामानहरू ल्याएर अझै पापाजी खुसी छैन जस्तो हेर्नु त्यहाँ पापाजी आर यु ह्याप्पी अर नट होइन हिजो त्यत्रो बर्थडे केक काटेर
हाम्रो खास प्लान चाहिँ केही पनि थिएन तर थिएन किनभने अब बुवा बितेको केही नगर्ने हेर्ने बसिरह अब मेरो पो बुवा बितेको त तिमीहरूको त यहाँ आमा जिउँदैछ रमाइलो त गर्नु पर्यो नि त कुरो यही हो बुढा बाबा तर खासै खुसी चाहिँ देखाएन है तर के तँलाई खुसी लागेको छैन कि के होला भन्नु अब यस्तो पर्यो जनता जान्न चाहन्छ के तपाईँ खुसी हुनुहुन्छ छोरीले केक काटौँ भनेको छ ओहो मेरो बुढाको बर्थडे भनेर म गिफ्टले बोकेर आउने अझै पनि बुढा हेरे पिस्सो गरेर गर्दन फर्काउँछ फेरि फर्काउनु त त्यो गर्दन उतातिर ल भन्नु तपाईँलाई के खुसी लागेको छ कि छैन खुसी त छ तर अब एकदम चाहिँ त्यो अझै खुसी लाग्यो भने म काँडा बोकेर घुम्ने हो क्या यसो देखा त म बोकेर घुमिदिन्छु अब त्यही गरेर मात्रै बाँकी छ यता देखा न अब उहाँ अझै पनि खुसी हुनुहुन्न रे गाइज अब के गर्नु काँडा बोकेर घुमिदिउँ कि क्या हो अब त्यति गरेर मात्रै बाँकी छ अब मलाई यो भ्लग एडिट गर्न चाहिँ 3-4 हप्तै लाग्छ जस्तो छ है यो खिच्दा खिच्दा धेरै लामो भइसक्यो यस्तो कि 20 मिनटको एउटा त पनि यति लामो बनाइदिएन एउटा भ्लगको 20 वटा एपिसोड बनाइदिए निकाल्दिनु बनाइदिए पार्ट 1 पार्ट 2 गरे भयो हामी पार्ट 1 पार्ट 2 हिजो पार्ट 1 त सकिसक्यो हिजो चाहिँ हाम्रो स्पेसल अब एकछिन बाबालाई बोल्न दिउँ है ल तपाईँलाई कस्तो के भइरहेछ यत्रो सरप्राइजहरू तपाईँले एक्सपेक्ट गर्नुभएको थियो कि थिएन यो तपाईँको आज बर्थडे यस्तो होला भनेर सोच्नु भएको थियो कि थिएन थिएन मैले अघि भनिसकेँ केक काट्ने तपाईँ तर खासै खुसी चाहिँ देख्नुहुन्न किन हो त्यस्तो राज के हो तपाईँ खुसी नै हुनुहुन्न कि खुसी भएर नि म यहाँ भएर पनि त्यो पसलको अलिकति बेला बेलामा त्यो पसल पुगिरा हुन्छ मन चाहिँ त्यही हो ए खुसी चाहिँ हुनुहुन्छ जे होस् अनएक्सपेक्टेड चिजहरू भइरहेछ भइरहेछ प्लान्सहरू भइरहेछ तपाईँको लागि यहाँ मान्छेले धाड साड दुख्ने गरेर तपाईँको लागि काम खटिरहेको छौँ हामी चाहिँ होइन अब लास्टमा खाँदाखेरि मजा आउला भन्ने आशाका साथ यो अहिलेको लागि चाहिँ हामी यो एन्ड गर्न चाहन्छौँ अब एकैचोटि मोमो पाकेपछि मात्र देखाउँछौँ है त हामी चाहिँ ल सो गाइज हाम्रो प्याकिङ चाहिँ सुरु भइसक्यो यो मैले प्याक गरेको फर्स्ट मोमो हो र यो किमा भयो यो हाम्रो डल्लो डल्लो भयो त्यसपछि यहाँ चाहिँ मम्मीले मजाले यसरी पिठो सिठो के गर्दै हुनुहुन्छ भाइको काम भने यो डल्लो पार्ने त्यसपछि यता मस्त भाँडामा ओइलिङ गर्दैछ हाम्रो भाइ चाहिँ बोल्दैन फेरि उसे लाठो हो ए आ इ ओ ओ आ ए ओ ए आ इ ओ ऊ चाहिँ बोल्दैन है यहाँ मजाले ओइलिङ चाहिँ भइरहेको छ जोस सो गाइस दिस इज द झोल इज रेडी है यसमा पान थप्ने हो भने पाइयो अनि सो गाइज हामीले यहाँ प्लेटहरू पुरै रेडी गरिसक्यौँ यहाँ हाम्रो अचार भइसक्यो यहाँ चाहिँ हाम्रो हट सस पनि रेडी छ अब हियर इज द टाइम फर द रिभिल का मुनिको पो निस्किन खोज्यो त पक 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 फेरि एकचोटि सो हियर इज द टाइम फर द रिभिल एकदम ठुल्ठुलो छ है साइज चाहिँ अब हामी खान्छौँ ल ल गाइस हाम्रो मोमो चाहिँ रेडी भयो सो गाइस द मोमो इज रेडी अब मम्मीले खाँदै हुनुहुन्छ कतिको तातो छ मिठो छ आउज इट मोमोको साइज बढिया छ कस्तो टेस्ट मिठो कति 10 मा कति बिस्तारै सर्किन्छ फेरि तातो पुगेन हो छ त यहाँ यत्रो छ त लिँदै खान न आएन के 10 अपन 10 मा 10 ल मलाई चाहिँ यही मन पर्ने रहेछ कि लगाइसम्म नि खाएँ ल
ल थ्याङ्क यू हाम्रो यो हिजै आएको पाहुना गिफ्ट चाहिँ आज बोकेर आयो है पाहुनाले असली बर्थडे आज हो ओ ल हिजो त होइन त। ल के रहेछ गिफ्ट हेर्नु त ओ एकदम हामीले युजफुल कुरा मात्र ल्याएको है फेरि यो इनकेस तपाईँलाई चित्त बुझेन भने सुजीकोमा साट्न नि मिल्यो कलर अलि होइन मैले नदेख्ने कलर हो क्या मैले चुज गरे हो त्यो हरियो मैले चुज गरे हो त्यो डार्क ग्रिन हो त्यो यस्तो चाहिँ मैले आजसम्म लाएको थिएन लाएर ट्राई गर्नु भएन भने साट्न मिल्छ अनि छ नि यो त एकदम ला सेट आएर चाहिँ मलाई दिदीले छान्नु भएको नाइलन गएर कति पर्यो ल छोरी भन् त ओ सेट भिडियोमा सोध्न मिल्यो मैले क्वालिटीको यो पातलो छ ल एकछिन अब फेरि भन्नु ल थ्याङ्क यू अलि राम्ररी आया कमेडी भयो यो चाहिँ बाबा हजुर तपाईँले त एकदम आज त 8 बजे भयो है आज खाँदा त कस्तो लाग्यो मिठो छ 10 मा कति 10 मा 9 1 पोइन्ट चाहिँ किन कम 1 पोइन्ट चाहिँ अर्को जति लाग्यो इम्प्रुभमेन्टको लागि गएन चिकन नभएर बबाल भनिदियोस् आर यु इन्जोइङ योर बर्थडे ओके थ्याङ्क यू म अझै यसरी बस्छु ए कस्तो लाग्यो घरको मोमो यसरी यसरी है मोमो नखाने मान्छे म पहिला मोमो खाँदिनँ थिएँ मेरो आज म सङ्गतले यही हो मोमो खानको लागि म गणेशचोकबाट निकल पुगेँ कस्तो लाग्यो रे एकदमै मिठो छ साइज पनि ठुलो छ है सबैभन्दा त मिठो यो अचार छ झोल छ वाउ ल यस्तै मोमो नखाने मान्छे यस्तो मजाले खाइदिएपछि त अर्को एउटा खाइदेऊ त साइज पनि ठुल्ठुलो छ है दामी ल मम्मी हम पास हो गए पप्पू पास हो गया जसमा पास हो गया अलवेज पास ल मम्मीले खाँदै हुनुहुन्छ है अब चाहिँ मम्मीको पनि फुटेको पर्यो त्यो अर्को खानु यो चाहिँ नफुटेको हो त्यही खानु फुटेकै छ ओ यहाँ त्यो पनि फुटेको अरे ओ अर्को ओ ल नफुटेको बनाइरहेछ नि अँ दुईटा तिनवटा थपेर 2 मिनेट छ ऊ त्यो हो के खानुपर्ने यो त्यही खानु ल मम्मीले अब मम्मीको रियाक्सन आउँदैछ है मेरो यो रियाक्सन पनि चलाउनु मान्नु थप्दिउँ झोल थप्दिउँ ल कस्तो लाग्यो भन्नु अर्को एउटा खाइए और खो जाइए लाग्न चाहिँ कस्तो लाग्यो भने कि जल्दी बोल कल सुबह पनवेल निकलना है भने जस्तो भयो। ज्ञान हम नहीं बोलेंगे पाँचवटा खाएपछि बोल्नुहुन्छ अब छ त यस्तो दाम भएको भाँडाभरि छ खान्न कति मनपर्छ ऊ थपिदिनु झोल बोल्नु न बोल्नु एकछिन होस् सर क्या हाग भयो म त सबै खाइदिन्छु है ओके मम्मीले सबै खाइदियो ल सबै खाइदियो कत्रो ठुलो थियो त्यो त कत्रो झोल हालिदिउँ खालि मात्र भन्ने कस्तो भयो भन्नु न ए सरिताको काम छैन यस्तो मिठो भयो अघि त्यहाँ सर्केर सातो गयो यो त यी मेरो छोरीको भात सब खाइदिउँ
भाँडाभरि छ त म दिइहाल्छु नि त्यो खानु अनि म थपिदिन्छु पुग्यो एकदम मिठो भयो हो एउटा पनि खानु नि त लास्ट त्यही त एउटा छ कि बाँकी ह्यान्ड फ्यास त्यो होइन कि जति मलाई चाहिने मैले मजाले खाएँ एउटा खानु अब नै अब सकिँदैन कस्तो मुला हेर्नु एउटा मात्रै छोड्यो मलाई सो गाइज द्याट वाज इट फर टुडेज भिडियो सबैजना थाकिसक्नुभयो सबैजना सुतिसक्नुभयो आई एम द ओन्ली वान हु इज अवेक नाउ सो इट वाज अ भेरी फन बर्थडे अब मेन स्पेसल सरप्राइज बाबालाई दिनुपर्ने बाबालाई नै एकदम रमाइलो लाग्यो खुसी हुनुभयो सो हिज ह्याप्पिनेस वाज आवर प्रायोरिटी सो वी वेयर क्वाइट सक्सेसफुल फर द्याट अब यस्तै यस्तै अरू कन्टेन्ट हेर्न मन लाग्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला अनि यो भिडियो मन पऱ्यो भने लाइक पनि गर्नुहोला है त थ्याङ्क यू सो मच फर वाचिङ गाइज सी यू इन माई नेक्स्ट ब्लग बाई बाई हाम्रो यहाँ फेरि बसेर देऊ न तिग्रा मात्र आयो एकछिन